यो सुनको दरभाव बढ्नमा चाहिँ यो वास्तवमा आन्तरिक कारण चाहिँ केही पनि छैन। यो वास्तवमा बाह्य कारण नै हो। किन भन्दाखेरि यो ड्रास्टिक रूपमा बढ्नुभन्दा अगाडि जुन भौगोलिक स्थिति भन्छ नि, जुन अब युक्रेन रसियाको वार भयो, हमास जुन इजरायलको वार भयो, यो वारहरूले गर्दाखेरि चाहिँ सुनको भावहरू चाहिँ बढ्दै बढ्दै गइरहेको थियो। पछिल्लो दिनमा ट्रम्प राष्ट्रपति जित्नुभन्दा अगाडि जुन चुनाव प्रचारमा चाहिँ म राष्ट्रपति भएँ भने म चाहिँ हमास युद्ध पनि स्टप गर्छु र युक्रेन युद्ध पनि स्टप गर्छु भनेको थियो। त्यो वास्तवमा ट्रम्प राष्ट्रपति भएर आइसकेपछि त्यो स्टप हुन सकेन। त्यो झन् अहिले बल्झेको अवस्था चाहिँ देखियो। एउटा कारण त्यो हो भने पछिल्लो दिनमा चाहिँ ट्रम्प सरकारले के गर्यो भने यो विश्व अर्थतन्त्रमा एउटा उनीहरूको आर्थिक नीतिलाई परिवर्तन गर्यो र एउटा विदेश नीतिलाई परिवर्तन गर्यो। अनि त्यसपछि ट्रम्प सरकारले जुन आर्थिक नीति अनुसार चाहिँ ट्यारिफ बढाउने कामहरू गर्यो जुन विभिन्न देशमा, त्यसले गर्दाखेरि अलिकति कन्फ्लिक्ट भइरहेको थियो र विभिन्न यो इन्भेस्टरहरूलाई चाहिँ यो अरू क्षेत्रमा चाहिँ नि विश्वास भएको थिएन। त्यसले गर्दाखेरि सुनमा इन्भेस्ट गर्ने मान्छेहरू बढ्दै गइरहेको अवस्था थियो। र यो हुँदाहुँदै यो अहिले जुन हामी दिनमा चाहिँ 7-8 हजारदेखि 10 हजार 15 हजार पनि बढेको अवस्था चाहिँ जुन देखिरहेका छौँ, यो कारण चाहिँ पछिल्लोचोटि अमेरिका सरकारले भारतमाथि जुन ट्यारिफ चाहिँ 50% लगायो, त्यसपछि यो सुरु भएको हो। यो किन भन्दाखेरि पहिला पनि यो चाहिँ ब्रिक राष्ट्रहरूको एउटा ब्रिक करेन्सी निकाल्ने भन्ने चाहिँ योजना थियो, त्यो पुरा भइरहेको थिएन। जसमा चाहिँ चाइना, रसिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशहरू थिए भने यो पल्ट के भयो भने भारतलाई अमेरिकाले ट्यारिफ बढाउन साथै भारत पनि एउटा चाहिँ भारतको अर्थतन्त्र चाहिँ डामाडोल भएको अवस्था भयो। त्यो भइसकेपछि भारतले शरण माग्नुपर्ने भयो। उसले रसियासँग शरण माग्यो, गर्दाखेरि रसियाले चाइनासँग टाइअप गर्ने कुरा गरिसकेपछि अहिले भारत, चाइना लगायतका ठुलो अर्थतन्त्र भएका देशहरू प्लस रसिया, ब्राजिल जस्ता देशहरूले चाहिँ अब होइन हामी ब्रिक करेन्सी निकाल्नुपर्छ, यो अमेरिकाको एक छत्र डलरले गर्दाखेरि एक छत्र भएको छ, यसलाई हामीले चाहिँ नि पक्कै पनि काउन्टर दिनुपर्छ भन्ने कुरा भइसकेपछि अब पछिल्लो दिनमा चाहिँ के कुरा आयो भने अब ब्रिक करेन्सी पक्कै पनि निक्लने भइसक्यो र ब्रिक करेन्सी निक्लिसकेपछि डलरको भाउ चाहिँ खस्किन्छ र खस्किने सन्दर्भमा चाहिँ हामीले डलर किन राख्ने त अब भनेर अहिले चाइना र इन्डियाले आफूसँग सञ्चित भएको डलर फाल्दै सुन कलेक्सन गरेको अवस्था देखियो अहिले। र त्यो गर्दा गर्दै यो सुन बजारमा सर्टेज हुँदै गइसकेपछि अरू विभिन्न अरू युरोपियन देशहरू लगायतका अरू देशहरूको रिजर्भ ब्याङ्कहरूले पनि ओहो सुन सर्टेज भयो, यसलाई चाहिँ हामीले पनि अब अलिकति चाहिँ कलेक्सन गर्नुपर्छ भन्ने हिसाबले सुन कलेक्सन गर्न थाले। बजारमा अहिले सुन अभाव भयो, इन्भेस्टरहरू बजारमा आए, सुन बजारमा सुन अभाव भयो, त्यस कारणले यो अहिले चाहिँ पछिल्लो दिनमा यसरी बढेको। यो बढ्दै गरिसक्दाखेरि पनि यो भाउ यति धेरै बढ्दैन भन्ने चाहिँ सङ्केत बिचमा एकचोटि आएको थियो। तर फेरि के भइदियो भने अमेरिकन फेडरल रिजर्भ ब्याङ्कले जुन ब्याज दर राखेको थियो र ट्रम्प सरकारले त्यहाँ पनि हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ ब्याङ्कलाई चाहिँ ब्याज दर घटाउन चाहिँ दबाब दिएको अवस्था र पछिल्लोचोटि 0.25% ब्याज दर घटेको पनि छ र यो ब्याज दर चाहिँ अरू 2.5% या 0.5 सम्म घट्न सक्ने सम्भावना भनेर देखिएको छ। त्यो कारणले गर्दाखेरि पछिल्लोचोटि ड्रास्टिक रूपमा सुनको भाउ चाहिँ माथि गएको। अहिलेको सिनारियो हेर्दाखेरि चाहिँ अझै सुनको भाउ चाहिँ माथि जाने सम्भावना देखिन चाहिँ, तर यो कतिसम्म माथि जान्छ भन्ने भन्दा पनि यो कतिसम्म जाने भन्ने कुरा त अहिले चाहिँ कस्तो भने कसैले आकलन गर्न नसकिने भयो। बजारमा सर्टेज छौन्जेल त्यसको डिमान्ड हाई हुन्जेलसम्म त माथि जाने नै भयो। तर जुन पोइन्टमा पुगिसकेपछि फेरि सुन भाउ तल चाहिँ आउँछ पक्कै पनि। किन भन्दाखेरि आजको दिनमा हामीले भन्न सक्छौँ अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार अहिले खानीबाट सुन उत्पादन गर्दाखेरि प्रति औँस $1250 मात्रै पर्ने अवस्था छ र खानीबाट सुन उत्पादन गरिसकेपछि $1250 प्रिमियम जोड्दा पनि $1750 या 1700 सम्म बजारमा वितरण गर्दाखेरि त्यो जुन खानीबाट उत्पादन गरेको सुनको बाट भरपुर मात्रामा फाइदा छ। र आजको दिनमा हेर्ने हो भने 4000 भन्दा प्लस भइसकेको अवस्थामा चाहिँ 4000 प्लस हुँदाखेरि 1700 को हाराहारीमा हामीले भने तेबर त बढिसकेको छ। त्यसले गर्दाखेरि यो सुनको भाउ यही स्थितिमा रहिरहन्छ भन्ने चाहिँ मलाई चाहिँ लाग्दैन। किनभने अहिलेको जुन यो
सिनेरियोहरू देखिया छ, जुन देशहरूको कन्फ्लिक्टहरू देखिएको छ, जुन अमेरिकाको जुन नीतिहरू देखेको छ, त्यसले गर्दाखेरि कतै भोलि चाहिँ वर्ल्ड वार हुने सम्भावना चाहिँ रहन्छ अथवा वर्ल्ड वार हुन सक्छ भन्ने आकलन गरेर इन्भेस्टरहरूले यता लगानी गरेको हो। भोलिको दिनमा अब अहिले अस्ट्रेलियाले सुन उत्पादन गर्न खोजिरहेको छ भन्ने कुरा पनि सुन्नमा आएको छ र सपोज अस्ट्रेलियाले सुन उत्पादन गरेर अरू देशहरूले पनि सुन उत्पादन गरेर बजारमा छोडिदिने हो भने त्यसले अवश्य पनि भोलिको दिनमा चाहिँ सुनको भाउलाई तल झार्ने काम गर्छ। र त्यो सँगसँगै अहिले जुन देशहरूले सुन डलर फालेर सुन कलेक्सन गरिरहेको छ, चाइना, इन्डिया लगायतका देशहरूले, ती देशहरूले पनि भोलिको दिनमा आफूसँग अब